ल हाम्रो चाहिँ दिदी भेनाको बिहेमा चाहिँ उहाँहरूले आफै हामी भोज खाँदैछौँ आज बिहे भोज होइन टक्क होइन नि दिदी भेना मेरो जेठा मामाको माइली छोरी हाम्रो सोनु वानेम र हाम्रो म भेनासँग चाहिँ अब बिहे भोज खाइदिन्छ। यहाँ पनि छ भोजहरू पार्टी यहाँ पनि छ हामी र खाना सल्भ हुँदैछ है हाम्रो खाना। आज चाहिँ 31 गते हिजो भोज थियो आज 31 गते आज समापनको दिन ल खाइनेछ। ल आज चाहिँ बिहेको दोस्रो दिन 29 गतेदेखि सुरु भएको हिजो 30 आज 31 र हाम्रो उहाँ त को पर्ने अरे मेरो हजुर त हाम्रो अध्यक्षजी वानेम लिम्बूको अध्यक्षजी हुनुहुन्छ अनि यता हाम्रो भतिज मामा अनि दाजु हामी चाहिँ जेन्जी परिवर्तन हो फेरि अरे ल्याउनु पर्छ देशमा होइन। अनि यहाँ चाहिँ हाम्रो लोकन्ताहरू हाम्रो सबैजना आफन्तज्यूहरू भेला भएर आज 31 गते बिदाई समापन बिहेको समापनमा छौँ र हामी खाँदैछौँ पार्टी र सेवारो हजुर हाम्रो यतापट्टि हाम्रो यहाँ कस्तो दामी डेकोरेसन छ चिटिक्क राति झिलिमिली यस्तो छौँ हामी चाहिँ यस्तो छ है हाम्रो डेकोरेसन दामी छ डेकोरेसन यहाँको र हाम्रो भाइले केही भनिदिनुहुन्छ बिहेको बारेमा के खानु हुँदैछ यो गुड्डी हो यस्तो छौँ है हामी चाहिँ ल हाम्रो सोल्टा सोल्टीज्यूहरू नाच्नु हुँदैछ यहाँ बिदाई प्रोग्राम हुँदैछ यहाँ अब बिदाई प्रोग्राममा चाहिँ उहाँको लागि अब सबैले चाहिँ अहिले बिदा दिनुको लागि हामीले चाहिँ यहाँ राखेका छौँ त्यसले गर्दाखेरि बिदा दिनु हाम्रो हतारलाई उहाँको हतारले अलिक छिटो खेलाउने चाहिँ गर्नु खोजेको यस्तो हुँदाखेरि अब यो हाम्रो एउटा लिम्बुवानको जो रीतिरिवाज अनुसार जति पनि गर्नुपर्नेहरू अब पुरै नपुगे तापनि अलिअलि मात्रामा जो सिधीपिधी यसो धुप चढाएको देउरालीमा जाँदा तितेपातीको ओके चढाव जो पिकमा थाङलाङै कागमा पिकमा लगान तितेपाती या तुची बेचनी नानङ ठेकु काट्नु हान्डोक्ने लाग्ने ल खेले जोले खेङ्ने लागि चाहिँ हेर्नु पऱ्यो तपाईँहरू पनि आफ्नो फर्केर जाँदा देउरालीको काट्नु बिले झ्याम्मे दुख्नेला सोल्टिनिया सम्झिनिया जम्माले खेङ खेल्नु सँगै यो तपाईँहरूले यहाँ राखिदिएको छ जति पनि एउटा छ तपाईँहरूको माइती जो केली सोपे आउनुभएको छ बन्दुकी सबै आउनुभएकोमा चाहिँ यहाँ हामीले एउटा तपाईँहरूको केली सोपेको खोदोङ भन्छ कनास यो खोदोङको साथमा एउटा हाम्रो यो राखेका छौँ एउटा खोदोङको साथमा एउटा भुगा माइतीले भुगा अनि साथमा यता पनि छ भुगा यो माइतीलाई अनि अर्को जो लखन्तीहरू आउनुभएकोमा चाहिँ हामीले चाहिँ एउटा यो एउटा समुच्चय सङ्गोलमा
सबैमा सङ्कुलमा दिदी हुनुहुन्छ, हाम्रो घरको दिदी हुनुहुन्छ, बहिनी हुनुहुन्छ, श्यामा हुनुहुन्छ, खोको हुनुहुन्छ, जति हुनुहुन्छ उहाँकै समुच्चय एउटा सङ्गोल भनौँ न, एउटा सङ्गोलमा फुटुङ दिने चलन छ हाम्रो लिङ्गवनमा। त त्यसले गर्दा यो चाहिँ समुच्चय फुटुङ एउटा छ, यो चाहिँ तपाईँहरूको लागि। अनि खेलकुदा पुग्छ, अनि त्यहाँदेखि फेरि च्याङ्लानी लकन्दीको जो एउटा ढोकनी जस्तो या के छ यो चाहिँ यहाँ पुगाको नेरी यो राखिदिनु चाहे तपाईँहरूलाई। र यो चाहिँ अब तपाईँले स्वीकार दिनुहुन्छ भनेर चाहिँ हामी चाहिँ आज विदाईको लास्ट दिन भएको हुनाले यहाँ चाहिँ हामीले उ गरेका छौँ। तपाईँहरूले जो अहिले अब थाइको कागमा पिउने मङ्गला काग पनि खोला नाला काग पनि अनाके बक्सुम्लो गिद्रुलाई हामी सामाङ लिङमाङ लाम जोग्नेला छिनी याम में जोग्नेला सम्झिनी आए सम्झि आए नुरिया बेगामे नुरि हिमुकेरामे भन्ने चाहिँ भन्दै सबैसँग के अरे बिदा लिन चाहे। सेवा